हाम्रो सुविधाले मासु पोल्दै हुन्छ उनीहरूको हामी ढुङ्गामा सबैजना दाइहरू इन्जोय गर्नुपर्छ उतातिर आगो बालेर जाडो भयो होला दाइहरूलाई अलिक दाइहरूको कपडा भिजेको पानीमा र हाम्रो चन्द्र भाइ उहाँ चाहिँ हाम्रो यो ऱ्यापिङ गाइड आज अर्गनाइज गाइड गर्नुभएको हाम्रो रमेश दाई रमेश दाई के भन्नु मन छ के कुरा भयो यस्तो हाँसी मन भोलिपल्ट खोला बाल्लोबाट उम्रिरहेको क्या एसडिएच ए श्रीदाई एस रविन दाई ओ रविन दाई के छ अनि हजुर ला डढो कि के हो बोल्दा बोल्दै सुन भेना कस्तो छ अहिले मजा आइरहेको छ किशोर दाई आज हामी यहाँ क्याम्पिङ बस्छौँ सबैजना दाइहरू यता दुईजना दाइहरू नम्बरी